जिन्जेरी हिँडिसकेको छु अहिले वाङ थाप्ने मेकमा डाँडा जाँदैछौँ आज हामी बाङ्गिन डाँडाबाट मेकमा डाँडा नजारा आज ठिक नजारा बढिया छ बढिया 4 जना जेन्जीहरू बुढो जेन्जी अगाडि छन् लगभग 4 घन्टाको रास्ता छ छिटो हिँडेर पुग्नलाई त्यही भएर छिटो छिटो गरेर हामी जाँदैछौँ भनिएको जेन्जीहरू हिँड्नु नसक्ला जस्तो छ अगाडि कहाँ कहाँ गऱ्यो यतिखेर कहाँ कति बज्यो अहिले 9 बजिसकेको छ अब पानी पर्न आँटिसकिसक्यो हाम्रो मन्त्रको एकजना के अरे गिटारिस्ट लिएको कतिको काम गर्छ आज डाँडामा पुगेर थाहा हुन्छ भोकलिस्ट र गिटारिस्ट हिँडिरहेछ यहाँनिर मादल सादल छ त भाइ मादल छ यहाँ चाहिँ हिँड्नु लागेको आज चाहिँ मौसम पनि ठिक्क घाम लाग्दै ओइलिँदै ल आलु खुने बेला भएछ यहाँ आलु असोदै आलु खुनु थालिहाल्यो त बोकिराख्नुहोस् हो यो पक्कै पनि आलु खुन्ने बेला नै भएको पाकेको छ हाई माल त निकै पटेटो यता माथि छ हामी आज कता कता भ्याउनु ला हौ थाहा पनि डुङ्कु गर्ने गौली हो त्यही एकछिन राख्नु त अब यहाँ झाँक्री बसिन्छ माने डाँडा ग्राउन्ड के लाग्नु रबिन भने लाग्नु आज पनि काम गऱ्यो भने कस्तो खालको मान्छे कहाँ काममा चाहिँ कहाँ काममा चाहिँ कामले सराप चाहिँ आज पनि काम गऱ्यो भने एकजनाको मात्रै भएको विद्युत त्यति गरौँ कि ठक्क फर्किँदाखेरि नि र यहाँ आएर भएको मासु भात सड्केर जानुपर्छ ओह्रालो यति चाहिँ प्लानिङ मिलाएर हिँड्नुपर्छ नि त चाउचाउले त खाँदा खाँदै जेन्डेसे भइसक्यो चाउचाउ कति खानु भएकै लाग्छ घिउ 1 किलो बोकौँ अन्डा काँचो अन्डा नखाउँ काँचो अन्डा त अब कहाँ गएर पकाउनु त्यो पोलेर खानु पर्यो माथि होइन पोलेर खाना कसको खान्छ आज मिठाई हो यो खाली बोकेर हिँड्ने यो लाने हो ल यो टचिङ हान्नु टचिङ एउटा खानु त एउटा बोकिराख्नु त्यसलाई पनि होइन आजको डाइट त्यतिको त छ कति हो ब्याङ्क चाहिँ हामीले बोकेर हिँड्छौँ जहीँ भए पनि जहीँ गए पनि अब चाहिँ यो आजले चाहिँ यहीँ सक्ने भयो नबजाउनु नै एकछिन भनेको भरे धेरै छ यस्तो आलु जस्तो भएपछि हुन्छ यहाँ अब भूमि छन् आज उभौली पर्व कि उधौली पो उधौली कि उभौली हो आज उभौली आज यहाँ पनि खतरा हुन आँटेको छ यहाँ पनि हामी उँभो लागेपछि उभौली भइसकिसक्यो यहाँ खानु यो भरे त पुरा इटो आयो भूमि छन् यहाँ पनि अब के बनिँदैछ यहाँ केटा यहाँ उयो हो सभा गृह सबैजना सडक्क बनाएर पानी सानी उम्लिसकेको छ यहाँ अब एडभेन्चर सुरु भयो यहाँ एउटा जङ्गलै जङ्गल पाँचजना चाहिँ हिँडिएको छ अब पुगिन्छ कतिजना फर्किनु कतिजना यहीँसम्म आउँदाखेरि कता गलो भनिसकिसक्यो धुपी नगर्दा पहिले कस्तो दामी देख्थ्यो नि यहाँ पिक्चरमा धुपी हुँदा यस्तो बवाल थियो पहिला वान डे कस्तो चेक जसको लागि के चाहिँ वान डे हो के त कस्तो हान्थ्यो डुल्नु ए कम्ती दामी सिन्छ त यहाँ साला काटेर रडी गऱ्यो नि कहाँ गएको जस्तो है कता गएको जस्तो
अहिले त नाङ्गै बनाइसक्यो रुख काटेर सक्यो यो रुख काट्ने एकजना यहीँ छ खसी बार्नुपर्छ यो किन काटेको यो रुख यति राम्रो रुख कस्तो मजा आउँथ्यो होइन भोक लागेको जस्तो भयो डाँडामा चाहिँ एक चर झ्याप हानेर चाहिँ त्यसपछि लगभग 1.5 घन्टामा माथि खाने हिसाबले पुग्नुपर्ने अवस्था भइसकिसक्यो गेट भिडियो गराइदियो आज हो कति अरे है वैशाख 18 गते कति तारिक हो 30 तारिक हो आज 31 हो 31 तारिक चाहिँ हामी आज बुद्ध जयन्तीमा वाङ थाप्नु के पो अरे माथि मेकमा जाँदैछौँ कति बजे 9 यहीँ बजिसकिसक्यो मेकमा कति बजी पुग्नु घरबाट अलिकति एउटा डाँडामा त काटिसकेको छौँ चिल्लो डाँडा आइपुगेको छ यहाँनिर बाटा छ नेस्ता हजुर हेर्नु अलि तपाईँ सक हुनुभयो भने चाहिँ फेरि रड्दै हुन्छ नि गमुलदार हिँडेको भए हुँदैछ बरु कताबाट गएको यताबाट यस्तो जाउँ भनेको त हामी यताबाट जाउँ हौ पल्लो डाँडा र पल्लो डाँडा हामी भिडियो गर्छौँ ल अहिले हामी आइपुगिसक्यौँ चिल्लो डाँडातिर आलु सालु हरियो चाहिँ पाक्ने बेला हुन आँटेछ यहाँ के बनाएछ न गोठ रहेछ आम्मा हामी अहिले चाहिँ मेकमा पुगेछ त आलु चाहिँ कता रोपेको मरा पुग्नुपर्ने यो डाँडामा त्यो डाँडा काटेर जानुपर्ने अहिले हामी पनि तल्लो डाँडामै छौँ भिडियोमा त मासु उयो हुँदैन छ नि टाइमर त भएन त मेरो त अनि उनी मर्चा बनाउनु उनी खोज्नु आउनुहोस् होला जति पनि हेर्नुहुने के अरे ग्राहक महानुभावले उनी यहाँ टनाइ आलु मकै पनि छ आलु पाकेर रातै भइसकिसक्यो बजेले खनेछ 3 जना जेन्जेहरू माथि डाँडामा हल्लिराख आलु खुन्नु आलु खुन्नु आलु चाहिँ घाम लागेपछि अलिक बवाल थियो नि अलिक तर घाम नलागे ठिक हो उकालो हिँड्न सकिन्छ फोन आयो फेरि फोन नउठाउने पक्षमा पुगिसकेको छ हामी अब उनीहरू पुगेर फोन गर्दैछन् भोक लागिसक्यो आफूलाई मायालाई माया छ तिम्रो गाउँमा यहाँ बनाएको कहाँ बनाएको आलु अब 7 मिनट 8 मिनट पछि बोलेर बुङको नाग्नु पर्छ बुङ ब्याट्री पनि छैन तर फोनमा के पुगेर ल्याएर त लेक चढेको औलको मान्छे यो त लिनु पर्ने टुरिस्ट जस्तो दिनु Look at the views, guys. काकीहरु त्यहाँ चाहिँ पुग्यो है कल गरा एकचोटि मुनु ब्यालेन्स लो जाइन्छ लामा हानौँ खोइ त नि लामा हुँदैछ नि यस्तो चाहिँ भर्खर भयो यस्तो सकेन नि ल कहाँ आइपुग्यो हामी चिल्लो डाँडामा हाम्रो यहाँ अशोक एकदमै यो
स्वास्थ्यको लागि हानिकारक अब जेन्जी पुसाहरू मात्रै छौँ हामी यहाँ जेन्जी ग्रुपहरू माथि अहिले क्याम्प तोड्नुको लागि जाँदैछ अहिले छिटो मिठो बमहरू कहाँ छ साथीहरू मैले है उसिन्छ नि भरे फेरि माथि पुग्छ अरे ठिस के ल है त गाइस हामी चाहिँ मानेरदेखि धेरै माथि आइसकेको छौँ देख्न सक्नुहुन्छ डाँडाहरू डाँडा काँडा अनि यहाँनिर कुहिरो लागिरहेछ पुरा पानी र अनि हामी चाहिँ अहिले चाउचाउ खाँदै देख्न सक्नु भर्खर पौलो फेर्दैछ गुराँसहरूले अब 3 जोरे जानु परेन अलिक पछि 4-5 बजेपछि आउनु ल सबैजनाले लुगा छोरी गाह्रो छ च्यान्डाडामा गुराँसहरू भइरहेको छ नि तर किन टेर्थेँ म यहाँ चाहिँ कपुर सपुर छ थामेको हो कि कसको हो होइन तामाङको होला त्यस्तो के छ च्यान्डाडा हो यो चाहिँ भरे घोस हन्डिङ हान्दै आउनुपर्छ जस्तो छ तपाईँ झरी जानुपर्छ माथि यता हाम्रो बासियाले के भइसक्यो हिँड्नु ताक्दैन भनिसक्यो अघि नै लेक लागिसक्यो हामी गाइस यस्तो लेक लागिसकिसकेको छ है आज पुरा कुहिरो भोगी लागेर 3 बजे जस्तो अँध्यारो भइसकेको छ यहाँ अब के भन्ने अब हिँडिहाल्यौँ पसिना मुख बसेर नुनिला भइसकिसक्यो हाइकिङ जानु भएको मरेको यो निम्मरा आदि बाटोमा छ अब चाहिँ हामी होमस्टे भएको ठाउँ जग्गा आइपुग्न आँट्यो बल्ल सकियो थुम्के डाँडा भन्छ यसलाई चाहिँ होइन के भन्छ होइन हो र स्टार्टिङ चाहिँ भएको हो थुम्की स्टार्टिङ भइसकिसक्यो त्यसपछि आलुबारी त्यसपछि माथि आलुबारीदेखि के पाउँछ माथि लामेधुरादेखि फेरि एक जङ्गलको लागि पनि टक्कै हामी गुम्बा पुगिन्छौँ हिँडाइहाल्यो ढिलो भयो यस्तो छ अब मौसम चाहिँ पुरै पानी पर्ला परौँ कि नपरौँ पानी परौँ कि नपरौँ भनेर बसिरहेको जस्तो दिन तर पर्दैन होला माथि त पुग्नु दिन्छ होला भन्ने चाहिँ हाम्रो लागिरहेको होइन ल त स्टार्टिङमा हामी अब के अरे थुम्के बिस्तारै जाने हो गिटारिस्टहरू बोकेको गिटार ढुटो बनाइन्छ भरे चिप्लेर लडेर पिउ छ गाह्रो छ लेकको जङ्गल चाहिँ अब यस्तो हुन्छ धन काटेको रहेछ जुका कति लाग्ने हो त्यो अब थाहा छैन हाम्रो राम्रै हाल्छ अलिक फेरि माथिमा आएको अरे
ल अब हामी हिँड्दैछौँ गाइज। ठक्कसँगले सडक निस्किसकेको छौँ अब उकालो। यो रोड चाहिँ तपाईँको निस्किन्छ मेकमा आउँदै अनि जाउँ बजार। बाटो चाहिँ अलिक कच्ची भएकोले गर्दाखेरि गाडी साडी अलिक चिन्दैन तै पनि यसो हल्का ट्र्याकिङ लागि ठिकै छ। आधी बाटोसम्म चाहिँ गाडी बाइक जस्तो जाला अलिक माथि अलिक अप्ठ्यारो छ। यो हाम्रो ट्र्याकिङ टुरिज्म एरिया नै हो, टुरिज्मको लागि बनाएको बाटो नै हो यो। अब यहाँ माथि ठ्याक्कै यो जङ्गल कटेर गएपछि हामीले रेड पान्डा भेट्न सक्छौँ। त्यसपछि होमस्टे टर्न रहेको छ, होमस्टे पनि छ। अब हल्का छ मौसम चाहिँ दामी, हिँड्ने मौसम चाहिँ बनाइदिएको छ। जे भए पनि घाम चाहिँ लागेको छैन, एकछिन छ्यासै लागेको थियो, अलिकति साह्रो पार लाग्छ गऱ्यो। तर के छ भने यत्तिकै मौसममा हामी नन स्टप हिँड्नु पुग्न सक्छौँ। जेन्जीहरू जाँदैछ अगाडि। भालुखोप अरे थुम्के भालुखोप कटियो थुम्के प्रस्थान। एकदमै यहाँ चाहिँ अब भालुग्रस्त क्षेत्र हो, भालु एकदम लाग्छ यहाँनिर। अब हामी बेलुका कति बजी हुन्छ भरे हामी भालु भेट्यो भने लडाइँ खेलेको पनि हामी हाल्नेछौँ भालुसँग। हामी यहाँ भालुसँग खेल्ने, पछार्ने, उतार्ने, ग्राने सबै पछार्ने जस्तो सबै बगेर हिँड्नेछौँ। यहाँ यो काल लाउने जुन अगाडि गइरहेछ नि भालुसँग लडाइँ खेलेको मान्छे यस्तो छ जग्गा चाहिँ। अब हामी होमस्टे आइपुग्यौँ, होमस्टे आइपुग्न आँटेको छौँ क्या गाई चाहिँ। अब हामी आलुबारी, यहाँ आलु साह्रै रोप्छ र आलुबारी ए के घन्टा यो चाहिँ कहाँ आलुबारी हो? त्यो थुम्की डाँडा आलुबारी भनेर मलाई नि साइको बनायो भने। होमस्टे चाहिँ कहाँ छ ल? होमस्टेहरू यहाँ माथि यहाँ आयो भने कोही अभर परिँदैन ठ्याक्क यहाँसम्म आइदेखि थक सुत्ने, फेरि यहाँदेखि एक रात बस्ने, बिहान मिरमिरेमा फेरि धुरुक्कै मुत्ने, त्यसपछि उकालो हिँड्ने। होमस्टेहरू छ, जुकाहरू लागेको छैन नि होइन? थुम्के डाँडा होमस्टे चाहिँ यतै पाइन्छ। आनन्द ल्याउने सर नजारा हेर्दै होइन सर। अनि हामी चाहिँ हिँड्दैछौँ अहिले। अब यहाँबाट लगभग गन्तव्य देखिन्थ्यो, तर यो कुहिरोले छेकेर यस्तो रड्डी गरिरहेको छ भने चाहिँ हामी हिँड्दैछौँ अहिले। लुलु कस्तो ब्लोर आइरहेको के हो? कस्तो ब्लोर आएको यार। त्यहाँ तपाईँ त्यहाँकोले त दिन त कडा भइरहेछ त। भरे आउँदै चाहिँ राखिराखेको हुन्छ नि बाटोले हो। बाटो चाहिँ अलिकति चिप्लो छ, लेकको बाटो यस्तै हो। यो खुर्किन आउँ भनेको होला लाग्छ। यो के को बोट हो? कत्र रुख्छन् भने यहाँ त के खोड्किएर कहिले खोड्किएर कसरी किन्नु? सरी 40 रुपियाँ केजी कसरी अरे? 40 रुपियाँ केजी अरे। कहिले पुऱ्याउने? यो चाहिँ यसलाई के भन्छ? त्यो दबाई नि त खाना जस्तो चाहिन्छ। यसलाई चाहिँ नि के भन्छ थाहा छ? यासा गुम्बा भन्छ क्या यसलाई।
यसलाई यासा गुम्बाको काम गर्छ अरे के लोकल लोकल सेकेन्डमा चाहिँ यासा गुम्बाको भाइ चाहिँ यसलाई भन्छ कि यो चिजले सेतो गुराँस है यो चाहिँ होइन सेतो गुराँस चाहिँ यहाँ तर यो के भर्खर यसपालिको नयाँ बिरुवा रहेछ नि यो गुराँस भर्खर फुल्दैछ माइतिर फुलेछ यो चाहिँ तपाईँको के टिप्यो त सेतो गुराँस फुलिरहेको रहेछ यहाँ यो चाहिँ सेतो गुराँस है भर्खरै यो चाहिँ नयाँ बोट रहेछ अब अर्को पालिदेखि ज्याप ज्याप ठुलो ठुलो हुन्छ यो चाहिँ अहिले नयाँ बोट भएर यो फर्स्ट लट हो यसपालि फर्स्ट लट फुल्दैछ हाम्रो गन्तव्य जारी छ अझै पनि गन्तव्य पुग्न सकिएको छैन अनि लेकको बाटो पानी हल्का पर्यो चिप्लो चिप्लो छ बाटो चाहिँ अनि ठिकै छ अब गन्तव्यसम्म पुगेको सबै भिडियो हामी तपाईँले देखाउनेछौँ हेरेर साथ दिनुहोस् होला सेयर गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला कस्तो लाग्यो हाम्रो भ्लग यस्तो छ वेदर चाहिँ अब यस्तो वेदर यस्तो छ अनि फेरि हाम्रो केटाहरू छोड्यो त हौ हामीलाई त अनि के हो हेपेको के हामी हिँड्न सकेन हामीले यो चाहिँ बुकको दौरा होला है सायद दौरा चाहिँ अब लेकमा यस्तो हुन्छ कटाइ लेखाले कटाइ हो यो एकदम तिर्न चाहिँ अब साह्रो गाँड फरिहाल्छ नि त्यसो त यो चाहिँ यसलाई त के पो भन्छ यो भनेको चाहिँ एकदम झरिलो हो नि त टिकाउ चिर्नु त बिस्तारै बिस्तारै नै हो अब चिर्नु त चिरेकै छ अब चिर्नु सकिन्छ होला त्यसो भने जान्दिनँ म बौ के रुख यो त बुकको रुख होइन रुख चाहिँ अब यस्तो छ नि त यहाँ चाहिँ यस्तो छ नि त बाफ्रे 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 के अरे अब यस्तो बाफ्रे बाफ बुकै होला यो बुक नै हो नि त्यस्तो लागिरह मलाई के चाँप हो होइन चाँप चाहिँ होइन रान्छ त्यस्तो चाहिँ कट्टु जस्तो पनि छ लेखाले कट्टुस होला है बाटो चाहिँ यस्तो छ अब ट्रेकिङ बाटो चाहिँ अब टुरिस्ट हिँड्ने बाटो चाहिँ यस्तो छ खैरहरू लिएर यसो हिँडौँ भनेको यो बाटोमा यो खालको बाटो देखेर त म त हाँस्छु म त लजाउँछु भन्ला जस्तो यहाँ चाहिँ अलिकति बाटो सित्ता सुध्रियो भने पैसै होगा यस्तो छ विपन भाइ अगाडि छ नि अहिले हामी आलुबारी टेकिसकेका छौँ गाइज आलुबारी यता हाम्रो गिटारिस्ट माम्स प्र्याक्टिस दिँदैछ जुन ठाउँमा आलु छ नि त्यो ठाउँलाई आलुबारी भनिँदो रहेछ पहिले रोप्थ्यो होला आलु अहिले चाहिँ कुहिरो गाडी भन्नुपर्छ उनी गाडी अब बिस्तारै बिस्तारै टेकिन्छौँ कल हामी अब अलिकति भोक लागेको जस्तो अलिकति अनुभव भयो अब अलिक माथितिरसम्म गएर चाहिँ हल्का चारो चेपेर उकालो फेरि 2 घन्टा अझै लाग्छ होला है 2 घन्टा अझै लाग्छ मोटै अस्ति तिमी गएर आएको त मोटै लगभग लाग्छ भने अनुभव चाहिँ हाम्रो भनेर अब फेरि यस्तो छ दिन चाहिँ घाम लाग्ला जस्तो पनि भइरहेछ तर कुहिरो छ यो खालको पानी चाहिँ पर्छ कि ल बरु ल अब हामी चाहिँ बोर्डर आइसकिसक्यौँ अब नेपालबाट चाहिँ अब इन्डिया अब यस्तो छिरेर टक्क इन्डिया रोटेर जाने यहाँसम्म आउँदाखेरि सबै हटली पसली एक घोगल हो यता हाम्रो जेन्जी आउँदैछ जेन्जी आउनुहुँदैछ हेलो एभ्रिवन अहिले हामी चाहिँ माथि लेकतिर जाँदैछौँ है लेक पनि एकदमै टाढो परियो यस्तो छ अब रोड आएछ भन्दै थियो गाइजहरूले आइपुगेछ यस्तो छ ल अहिले चाहिँ हल्का खुलेको छ अघि हेरी
पसिना पसिना पकाएर नगलो गाइस बोर्डर यही हो यता इन्डिया पर्यो है यता इन्डिया पर्यो यता नेपाल इन्डिया नेपाल ट्याक्कै यो निशाना खोल्छ चाहिँ। लगाइदिएको छु होइन यसले चाहिँ धेरै काम गरिन्छ फेरि साथी हो यो भनेको एउटा नेपाल र इन्डियाको बोर्डरमा चाहिँ राख्यो ल हामी लाग्यो सर र अलिक दिन खुल्यो तर गुराँस सबै झरिसकेको छ नि गुराँस चाहिँ झरिसकेको रहेछ यहाँ तल गाई गोरु चरिराख चौरी चरिरहेको छ चौरी चाहिँ हामी झ्याउ पोखरी आइपुग्यौँ है त मेरो फोटोसुट गर्ने जाँदैछ सुलुलु होइन यो चाहिँ झ्याउ पोखरी मेघमाको सट्ट बस्ने मुसी आइसकिसक्यो अहिले चाहिँ हामी घुमबाट फर्किसकेको छौँ सबैजना अहिले गइरहेको छौँ सुलुलुलु घरतिर एकजना मङ थपेर बिराम साह्रो भइसकिसक्यो यहाँनिर होइन म यहाँ दोकानको तलासमा छैन अनि कस्तो भयो त अनुभव आजको एकदम रमाइलो रमाइलो भयो वाङ हजुर 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 अनि खाना नास्ता राम्रै भयो होइन तिम्रो दुईजनाको चाहिँ के भयो त भन न त हिँड्दैन उयो ओह्रालो बाटो बिस्तारै हिँड्दै गर्ने त तिन दोस्तको घर चाहिँ यो जस्तो लागिरहेको छ तर हो कि होइन भरे तँलाई थाहा हुन्छ ल अब हामी चाहिँ घर फर्किने सुसार गर्दैछौँ ल जाउँ गाइस जाउँ गुम्बाको चाहिँ फोटो निकाल्न सकिएन अलिकति साथीहरूले निकालेन छ अलिक गाह्रै भयो यता ओह्रालो भनेको कता उता अब लाग्यो घर सुलुलुलुलुलुलु मङसँग थापेर साथी होइन झडक्कबाट झलल बलिरहेछ गुम्बा यहाँ हो है मेघमा गुम्बामा बसियो दर्शन गरियो उमा त्यो जेन्जी बसिरहेको छ एउटा यस्तो चाहिँ मौसम स्कुल त थियो त कत्रो गएको